उताबाट फोर्स गाडी आइसक्यो हामी अहिले सन्धि खर्कादेखि हिँडेको मान्छे अहिले रिडी आइपुग्दाखेरि अब अझै पनि हामीलाई 60 किलोमिटर लाग्छ अरे यहाँबाट ढोरपाटन जानलाई बुर्तिबाङ हुँदै हामी ढोरपाटनको यात्रा छ आज हामी वहाँ गएर सबै चिज देखाउनेछौँ तपाईहरुलाई सबैले हेर्नु होला हाम्रो बीबीजी युट्युब च्यानलमा आउँदैछ यो भिडियो भरे बेलुकासम्म आइपुग्छ ल हामी फेरि बाटोमा गएर फेरि अर्को भाग खिच्नेछौँ यहाँबाट भिडियो अलि लामो हुनेछ बीचमा निकाल्दै जान्छौँ हस् धन्यवाद वहाँ जान लाग्यो क्या कहाँ जान लाग्यो दिदी हामीले ओ हामी रिडी जान लाग्यो ल हामी कहाँ जाने ल सबैजना नमस्कार छ हामी यहाँ अहिले हामी रिडी जान लाग्यो धुलाले हालत यस्तो छ ल हाम्रो यता पछाडिको गाडी पनि आउँदैछ हामी ढोरपाटनको यात्रा गरेको तर बाटो यस्तो छ ओहो ढोरपाटनको यात्रा गरेको आज ढोरपाटनको जाने बाटो बिर्सेर जता कता डुलेका गरेर यस्तो बेहाल छ जिन्दगी हाम्रो अगाडि ल यिनी हरिलेटा गरेर ल हेर ए छुट्दैन हेर ल टोली गयो एउटा टोली हामी चाहिँ बल्ल यात्रा सुरु हुँदैछ हामी अर्घाखाँचीदेखि हामी ढोरपाटनसम्मको यात्रा तर यात्रा साह्रै कठिनाइ छ जिन्दगी रमाइलो पनि छ लास्ट बिग्रिया खोला हो रिडीको खोला रहेछ के भनेको हेर होइन कति किलोमिटर छ यहाँबाट यार हामी अहिले हामी यहाँ कहाँ आइयो हामी रेडी आइयो रे उतै कहाँबाट आउनु हामी वहाँबाट हामी उल्टो बाटो आइयो उल्टो बाटो आइन्छ क्या धारपानीबाट अर्घाखाँचीबाट धानपानीबाट यता आउनु बाटो थाहा भएन तल्लो बाटो हो ठिकै आउनु तल्लो बाटो त ठिकै हो यो बाटो छिटो पुगिन्छ टाढा पुगिदिउँ हामी कङ्ग्रेस पुग्छ नि तपाईँ बुर्तिबाङ पुग्नुहुन्छ ए ल अब सिधै बुर्तिबाङ जान्छ यहाँ यो बाटो नछोडेर रुद्रबिडी आउँछ रुद्रबिडीबाट यता लाग्नु होला ल हस् धन्यवाद ल आउनुहोस् प्लस ठिक छ अरे ल हामी रेडी बजार आइयो हामी अहिले यति बेला यो पछाडिको बजार हो अब यहाँबाट हामी सिधै बुर्तिबाङ पुग्छौँ हामी अब एकछिनपछि लगभग 60 किलोमिटरको दूरी फेरि तय गरेर हामी बुर्तिबाङ हामी अहिले ठ्याक्कै रिडी पुगेर यतातिर यो खोलाको किनारमा छौँ अहिले हाम्रो यस्तो छ अनुहार अहिले त चस्मा लगाएर त म हेन्सम देखिने छु यार हो नि त घनश्याम यता हेर्नु त एकदम राम्रो देखिन यस्तो छ धुलो देखियो यार सबै धुलै धुलो छ बाटोमा उताबाट फोर्स गाडी आइसक्यो यो यता उता देखिने यो खोलो यो रिडी खोलो यो मान्छे बोल्दाखेरि ल्याउने खोलो के ल
यस्तो देखिरहेको छ यताको माथिको परो यस्तो छ बाटो पानी पनि कति यस्तो हो यार यो तलको खोलो 3 मुखे पुल उतातिर थियो हामी यता आइपुग्यौँ हामी 2 जना हामी 4 जना 2 जना साथी नेटो काटिसके स्किटाङहरु केही भन्नु छ होला भन्दा होला यार यता जाँदाखेरि हेलो हाय गाइस नमस्कार सबजनालाई यतिखेरको बसाइमा हामी रिडी खोलामा आइपुगेछौँ तर आजको यात्रा चाहिँ सधैँभरि याद रहने भयो यार आज हिँडेको यात्रा चाहिँ यार हाम्रो यात्रा ढोरपाटनको लागि यस्तो छ हाम्रो सबै धुलै धुलो दुग्री भने नदुग्नु है फेरि गर्छ तपाईहरुलाई कस्तो भइराछ एकदम मजा आइराछ लेकिन सलाइदान त हाम्रो यस्तो छ हालत सर्लक्क परेको एकदम खराब छ दाजु हजुर चिया खान त अब हुन्छ यस्तो अलिअलि नास्ता सस्ता खाएर जाम्ला अगाडिको 100 जक्सनहरु रोकौँ न त हाम्रो हालत यस्तो छ सबै धुलै धुलो धुलै धुलो हामी फेरि माथि गएपछि फेरि अर्को क्लिप निकाल्छौँ भिडियो अलि लामो हुन्छ यहाँ ढोरपाटनको यति राम्रो राम्रो चिजहरू देखाउँछौँ आज हामी पानीमा हालेको होइन यार धुनुपर्छ नि सब यार माथि गएपछि सबै त्यस्तै होला नि कत्रा आज ल हामी यहाँ गाडी बिडेर अहिले चेन टाइट गर्दैछौँ अनि बनाउँदैछौँ ल यो खोलामा सधैँ हामी टिकटकमा देख्ने गर्ने खोला यही हो यहाँ माथि पुल पनि बन्दै रहेछ अनि यहाँनिर सधैँ ट्याक्सीहरू गाडीहरू बगाउँथ्यो यो कालो खोला हो कि दाइ त्यो लिदो खोला आउँछ नि त्यही खोला हो कि यहाँ ट्याक्सी बगाएर गयो त यही खोला हो क्या यहाँ अहिले पुल बन्दै रहेछ नयाँ पुल हालेछ नि यहाँ यो उँदा खोला यस्तो छ घनश्याम मास्क खोल्नु न हेलो हेलो मास्क खोल्नु के होइन हेलो हेलो खोलामा चाहिँ यार यस्तो बिजोग यार अहिले यहाँबाट बागलुङको ढोरपाटन जान लागेको हामी बुर्तिबाङ अब लगभग तपाईँको लगभग 70-80 किलोमिटर होला यहाँबाट बुर्तिबाङ अनि यो खोला हेर्नुहोस् हामी बुर्तिबाङ गएपछि हामी सबै चिजहरू देखाउँछौँ तपाईँलाई हेर्दै गर्नु होला त्यतिमा ल अब हामी पेट्रोल भर्दै हो यहाँ हजुर यो चाहिँ रुपाकोट गुल्मीको रुपाकोट रहेछ यहाँ चन्द्रकोट गाउँपालिका 7 रुपाकोट सोता गुल्मीमा हामीले पेट्रोल भर्दै हो अब यहाँबाट हामी फेरि उकालो लाग्नेछौँ राम्रो रहेछ ठाउँ चाहिँ एकदम बवाल रहेछ थोपडा जस्तो छ हामी धुलै धुलोले बेकार बनायो जिन्दगी चाहिँ खतम छ हाम्रो साथी पनि आउनुभयो साथीहरू नआएर हामी पर्खिन्छौँ अहिले बाटोमा पर्खिरहेको अहिले लगभग ठ्याक्कै आइपुग्नु भयो हाम्रो गाडी त्यहाँ छ एउटा गाडी त्यहाँ छ एउटा गाडी छ यहाँ छ यताबाट गाडी आइरह
धुलै धुलो खोलो पनि रहेछ उता यार यस्तो भइरहेछ हामी ढोरपाटनको यात्रा गर्दाखेरि बाटो एकदमै अफरोड भएको कारणले हामी एकदमै गाह्रो भयो हामीलाई हिँड्नलाई र हामी अहिले बाटोमा बसिरहेछौँ बाटो एकदमै खराब छ यो त फुस्कियो रहेछ भात नोट फुस्कियो यहाँ त मुनिबाट पानी हुन्छ हजुर गाडी आयो भने अघि त्यहाँ एक ठाउँमा यत्रो ढुङ्गा थियो होइन अघिल्लो बाटो आउनु बित्तिकै दाइ यताबाट आउनु भएको थियो कुन डाँडा आएको थियौँ दाइ यताबाट जानुहुन्छ होला भनेर म चाहिँ त्यो ठुलो ढुङ्गा नचलाइकन सिधै गएको क्या फेरि यता आउँदा दाइलाई अघिल्लो हुन्छ होला भनेर कुतु नभन्दै आइसक्नु भएको चाहिँ पछि पछि बेहाल छ बाटो ल एकदमै गाह्रो यता उतातिर खोलो बगिरहेछ हामी जाने माथि डाँडामा आत्तिन्न होला चम्किन्छ यो एक घन्टा किलोबाट धार्ने यति यति गरेर ल यतिखेर पुरा ए आउनु है बाजे तान्दै छोड्यो यार बाइकले तान्न छोड्यो यार बाइकले ख्यार ख्यार गर्नु हामी अब बल्ल ढोरपाटनमा आइयो ढोरपाटन यस्तो रहेछ ल हेर्नु सबैजनाले कति राम्रो सुन्दर ठाउँ तर एकदम खाल्टोमा रहेछ कि है ढोरपाटन 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 बाटा यात्रा गर्दा रह्यो लाटोहरु हामी त हाम्रो हामी कहाँ छौँ अहिले हामी ढोरपाटन यार हामी ढोरपाटनमा आइयो ढोरपाटन हेर्दैछन् साथीहरूले ढोरपाटनमा हेर्दैछन् उता फर्केर
मार्ने यस्तो जाता हो घनश्याम जम्नास्टिक मार्ने खालको गर्न पैसा उठाउँछ होला नि जस्तो लाग्छ कि गर्ने के गर्नु होला न केही छैन केही छैन पैसा चाहिँ किन उठाउँछ फर्कीमा टेकेर गर्ने निस्किन्छ यहाँ रहेछ हिमाल होटल हिमालय होटल चलाउँदै थियो खाँड कता हौ त्यता पारी होइन र कता पो सोल्टी यार होइन यार यो त पारी जान मिल्छ होला होइन ल फाइनली हामी ढोरपाटन आइपुग्यो अहिले यति बेलाको कति बज्यो अहिले 4 बज्यो नि त ल 3 बजे आइपुग्यो हामी बिहान 3 बजे हिँडेको हाम्रो गाडीहरू यहाँ छ नि हाम्रो साथीभाइ यता हान यस्तो ठाउँमा आइयो यता उतापट्टि खोलो छ यो माथि पुल भयो झोलङ्गी पुल रहेछ अनि यता माथि माथि डाँडो डाँडो देखिन्छ अरू केही पनि छैन अनि यहाँ त अलि ठुल्ठुलो गाउँ पनि छैन सानो गाउँ पनि छैन अन्त माथि माथि लेक छ यार ऊ तर यति बेला त माथि माथि लेकलाई हिउँ पर्नु पर्ने हो क्या के हो यो भिडियो बनाउँदा गर्ने फेरि कति मिनटको अलि कमसेकम ढोरपाटन भन्ने खासै राम्रो त होइन तर ठिकै ठिकै लाग्यो हामी लगभग ढोरपाटन आइपुग्यौँ ढोरपाटन भन्ने यस्तो पो रहेछ कस्तो पानीमा चबल चबल गर्दै आउने अनि चिसो हो नि त गएर यहाँनिर एउटा पुल पनि छ तर खासै राम्रो छैन ठिकै छ ल हामी अहिले यति बेला ठ्याक्कै ढोरपाटन भन्ने ठाउँमा आयौँ ढोरपाटनमा यस्तो देखिन्छ देखिँदो रहेछ पाउनु दुःख जति त दुःख पाएर आयो यार दुःख त के हो त के नि यार यस्तो पनि दुःख हुन्छ त नि